आमा मात्रै एउटा यस्तो चिज हुन्, उनी मस्त निन्द्रामा परेकी छन्, झमझम पानी परेको छ, मस्त निन्द्रामा छिन्, 3 बजिराखेको छ, बच्चो रोयो भनेपछि आमा बिउजिन्छन्। त्यसैले भगवानले आफू नपुग्ने ठाउँमा आमालाई पठाएको हुनाले आमा, म चाहिँ यसरी भन्छु, आमा भन्दा बाहेक अर्को संसार छैन। आमाले चिनाएका सम्पूर्ण नातेदारहरू धोकाका नातेदार हुन्। बुवा पनि, अनि बुवा त आमाको गोठालो हो नि त। त्यसलाई बुवा भन् भनेर भन्या त हो नि। हजुरले एकचोटि नै बाबा नै मेरो सर्वस्व हो भनेर चिनिया त छैन नि। भला भगवानले अनुहार बाउको जस्तै बनाइदिया होला, त्यो हिसाब किताब चाहिँ बाउ हो आमाले भनेपछि। आमाको विश्वासमा बाउ, बाउको विश्वासमा जात धर्म, धर्मको विश्वासमा ईश्वर छ नि।